हामी हेर्नेछौँ वचन दोस्रो राजाको किताब 1 अध्यायको 10 पदमा यसो भनेको छ, एलियाले ती कप्तानलाई जवाब दिएर भने, यदि म परमेश्वरको जन हुँ भने स्वर्गबाट आगो झरेर तिमी र तिम्रा 50 मानिसलाई भस्म पारोस्। तब स्वर्गबाट आगो झरेर ती कप्तान र तिनका मानिसलाई भस्म पार्यो। हालेलुया। यहाँ एलियाले एउटा शक्तिशाली प्रार्थना गरेको छ। यहाँ च्यालेन्ज आयो, यहाँ चुनौती आयो, अनि एलियाले नि त्यो च्यालेन्जलाई एक्सेप्ट गर्दै भन्छ कि यदि म परमेश्वरको जन हुँ भने स्वर्गबाट आगो झरेर तिमी र तिम्रो 50 मानिसलाई भस्म पारोस्। यहाँ एलियाले नि प्रार्थना मात्रै गरेन मण्डली परिवार, प्रार्थनाको उत्तर पनि पायो। तब स्वर्गबाट तत्कालै इमिडिएटली तुरुन्तै आगो झरेर त्यो कप्तान र तिनका मानिसलाई भस्म पार्यो। हालेलुया। प्रार्थना धेरै किसिमको हुन्छन्। कुनै प्रार्थना लामो प्रार्थना हुन्छ, कुनै प्रार्थना छोटो प्रार्थना हुन्छ, कुनै प्रार्थना उपवासको प्रार्थना हुन्छ, कुनै प्रार्थना मध्यस्थको प्रार्थना हुन्छ, कुनै प्रार्थना अब होल नाइट प्रार्थना होला। धेरै किसिमको प्रार्थना छ बाइबलमा। तर आज हामी छोटो प्रार्थनाको बारेमा हेर्नेछौँ। छोटो प्रार्थना, द पावर अफ सर्ट प्रेयर। छोटो प्रार्थना भित्र लुकेको शक्ति। हालेलुया। भन्नुहोस् न, छोटो प्रार्थना भित्र लुकेको शक्ति। फेरि छोटो प्रार्थना भित्र लुकेको शक्ति। साथीलाई कोट्याएर भन्नुहोस् त, छोटो तर शक्तिशाली प्रार्थना कसरी गर्ने? फेरि छोटो तर शक्तिशाली प्रार्थना कसरी गर्ने? यो वचनमा प्रवेश गर्नुभन्दा अगाडि म तपाईलाई सुरुमै भन्नु चाहन्छु, छोटो प्रार्थना चाहिँ लामो प्रार्थनाको रिप्लेस होइन नि। फेरि मैले लामो प्रार्थना गर्दै नगर्नु भनेको होइन है, उल्टो नबस्नु होला। यीशु ख्रीष्ट रातभरि प्रार्थनामा बस्नुहुन्थ्यो। तर आज मैले के बताउन चाहेको भने धेरै पल्ट, धेरै अवस्थामा, धेरै परिस्थितिमा, धेरै समयमा नि लामो प्रार्थना गर्ने अवस्था हुँदैन। कहिले कहिले मान्छे एकदमै त्यो रोगले ग्रस्त भइसकेको हुन्छ, त्यो समय नहोला। त्यति बेला पनि हामीले नि छोटो प्रार्थना गर्न सक्छौँ। त्यो क्रुसको चोरसँग नि स्वर्ग जानुको लागि नि उसँग त्यो घन्टौं घन्टौं प्रे गर्ने समय थिएन नि, भकभ गर्थ्यो होला। उसँग समय थिएन किनकि उ त मर्नु आँटेको थियो। उसले छोटो प्रार्थना गरेर भन्छ, हे प्रभु तपाईको राज्य आउँदा नि मलाई स्मरण गर्नुहोस्। अनि प्रभुले के भन्नुभयो? तपाईलाई स्मरण गर्छु। छोटो प्रार्थना, अल्छे भन्नु भएन। प्रभुले के भन्नुभयो? साँच्चै म तँलाई भन्दछु, तिमीलाई भन्दछु, तिमी मसँगै हुनेछौ। छोटो प्रार्थना थियो, उत्तर दिनुभयो। हालेलुया। परमेश्वरले स्वर्गमा नि घडी लाएर बस्नु भएको छैन, कसले लामो गरे कसले छोटो गर्यो भनेर। कसले बुझ्नु हात यसो गर्नुहोस्। मैले 13 वर्ष अगाडि मेरो घरको छतमा, माथिको कोठामा, जहाँ म लुकी लुकी ब्राउन सुगर तान्थेँ, मेरो बाबुआमालाई, मेरो पत्नीलाई थाहा पनि थिएन। यसरी प्रार्थना गरे, आज म चर्च गरेर आएको, तपाईँको विश्वासीले भनेको तपाईँ जिउँदो प्रभु अरे, हो कि होइन? हो भने सुधार्नुहोस्, अनि पत्याउँछु। लामो प्रार्थना थिएन, छोटो प्रार्थना थियो। कस्तो खालको प्रार्थना थियो? र पनि भोलि मान्छे जब उठे नि म छर्लङ्गे भए, छुटकारा पाए। प्रार्थना छोटो थियो तर उत्तर स्वर्गबाट आयो। यहाँनिर एलियाले नि लामो प्रार्थना गरेन। यहाँनिर एलियाले नि इभन अन्य भाषा पनि बोलेन। म अन्य भाषाको विरोधमा होइन, पावलले भन्छ तिमीहरू सबैले अन्य भाषा बोलेको म चाहन्छु। तर आज मेरो टपिक अन्य भाषा होइन, छोटो प्रेयर हो। फेरि पनि लामो प्रार्थना नगर्नु भनेको होइन, तर कहिले कहिले यस्तो परिस्थिति हुन्छ, यस्तो अवस्था हुन्छ नि लामो प्रार्थना गर्ने समय हुँदैन। हालेलुया। हालेलुया। छोटो प्रार्थना लामो प्रार्थनाको रिप्लेसमेन्ट चाहिँ होइन, तर कहिले कहिले परिस्थिति र अवस्था अनुसार छोटो प्रार्थना गर्नु जान्यो भने पनि त्यस्तै पनि उत्तर चाहिँ लिएर आउँछ। हालेलुया। हामी अर्को भर्स हेर्नेछौँ, मत्तीको किताब
14 अध्यायको 28-29 यसो भन्छ, पत्रुसले येशूलाई भने, हे प्रभु, तपाईँ नै प्रभु हुनुहुन्छ भने मलाई तपाईँ कहाँ, तपाईँ जस्तै, तपाईँ जसरी नै पानी माथि हिँड्ने आज्ञा दिनुहोस्। तपाईँले बुझ्ने भाषामा यस्तो लेखेको छैन, तर यही भन्नु खोजेको। यदि तपाईँ प्रभु हुनुहुन्छ भने अथवा तपाईँ नै हो भने प्रभु, मलाई पनि तपाईँ जस्तै, तपाईँ जसरी नै पानी माथि हिँड्दै हिँड्दै तपाईँ भएतिर आउने आज्ञा दिनुहोस्। उहाँले भन्नुभयो, आऊ। पत्रुस डुङ्गाबाट ओर्लेर येशू कहाँ जानुलाई पानी माथि हिँड्नु लागे। हालेलुया। हेर्नुहोस् त, पत्रुस नि यीशु प्रभु पछाडि संसारमा जन्मेको मानिस भएर यीशु प्रभु पछाडि यीशु प्रभु पहिला पानी माथि हिँड्नु भयो। तर पत्रुस चाहिँ त्यस्तो पहिलो मानिस बन्यो नि जो यीशु जसरी नै पानी माथि हिँडेको छ। तर के यहाँ प्रार्थना लामो गरेको छ? के यहाँ ऊ रुन थालेको छ? के यहाँ उसले डाँडा खोज्दै खोज्दै हिँडेको छ? के यहाँ उसले दुई चार कोरस गीत गाएको छ? के यहाँ उसले लु है त लु लु आउनु लु घोषणा गरौँ भनेको छ? छैन। त्यसो भए कि घोषणा नगर्नु, विश्वास त घोषणा हो, विश्वास त गर्नुपर्छ। तर परिस्थिति र अवस्थामा कहिले कहिले नि छोटो प्रार्थनाले पनि नि उत्तर दिन्छ। हालेलुया। उहाँले भन्नुभयो, आऊ। पत्रुस डुङ्गाबाट ओर्लेर येशू कहाँ जानुलाई पानी माथि हिँड्नु लागे। हालेलुया। अर्को भर्जा हामी हेर्नेछौँ, यूहन्ना 11:43-44। अनि यो कुरा भनिसक्नु भएपछि येशू ठुलो स्वरले कराउनु भयो, लाजरस बाहिर निस्केर आइज। हालेलुया। लाजरस बाहिर निस्केर आइज। समृद्धि बाहिर आइज, चङ्गाई बाहिर आइज, आशिष बाहिर आइज, उन्नति बाहिर आइज, प्रगति बाहिर आइज, सुधार बाहिर आइज, लामो आयु बाहिर आइज। यहाँ हेर्नुहोस् त, यहाँनिर अवस्था नि लामो प्रार्थना गर्ने अवस्था थिएन। मान्छे मरेको छ। कुनै मान्छे मरेको बेलामा यीशुलाई थाहा छ नि त म यीशु हो, तर यीशुले अरू मान्छे त्यहाँ अवस्था बुझ्नु परेन। त्यहाँ मान्छे मरेको बेलामा यीशु त्यहाँनिर गएर चाहिँ नि घुँडा टेकेर चाहिँ नि रुवाबासी गर्नुभएको थियो भने, हो आउन हो, कहाँ छ हो तिमीहरू, हो मेरो लाजरस, म तिमीलाई धेरै नै माया गर्छु भनेर त्यहाँ अलिअलि किसिमको ड्रामा पनि हुन्थ्यो होला क्या। कोले बुझ्दै भयो? परमेश्वरलाई नि ड्रामा चाहिएको होइन, परमेश्वरलाई रिजल्ट चाहिएको। हालेलुया। हामी चाहिँ नि ड्रामा गर्नु माहिर भयो। हामी नि हाम्रो प्रार्थना पनि ड्रामेटिक हुन्छ। आजकल त्यो नाटक जस्तो प्रार्थना हुन्छ। मान्छे अलिक धेरै देख्यो भने त सिधै रापिलो प्रतापिलो भन्न थालिहाल्छ। जबरजस्ती त्यो लामो प्रार्थना जबरजस्ती तानिदिन्छ, ड्रामेटिक भएको। परमेश्वरलाई तपाईँको ड्रामा होइन हौ, तपाईँको विश्वास देखाउनुहोस् बरु। हालेलुया। किनकि परमेश्वर नि ड्रामा गर्ने परमेश्वर होइन हो, परमेश्वर त नि रिजल्ट दिने परमेश्वर हो। हालेलुया। यहाँ लाजरस मरेको छ, उसको परिवारमा शोक छ, उसको दिदी बहिनी रुँदैछ, उसको आफन्त रुँदैछ। त्यहाँनिर यीशु जानुभयो नि, त्यहाँनिर यीशुले नि ड्रामा देखाउनु भएन, तर त्यहाँनिर यीशुले नि रिजल्ट देखाइदिनु भयो। र प्रार्थना गरेर भन्नुभयो, लाजरस बाहिर निस्केर आइज। कतिवटा शब्द छ? 7टा मात्रै छ। लाजरस बाहिर निस्केर आइज। कति लाग्छ यति प्रार्थना गर्नुलाई? एकछिन म टाइमर अन गर्छु ल। हेर्नुहोस् है, बस्नुहोस् है। कसको मोबाइलमा टाइमर छ? मेरो फेरि एकछिन बस्नुहोस् है। सायद टाइमर घडी हेर्ने म त कति सेकेन्ड लाग्दो रहेछ। बस्नुहोस् है ल। लाजरस बाहिर निस्केर आऊ। कति? 2 सेकेन्ड? 1 सेकेन्ड? ल फेरि हेर्नु है ल। लाजरस बाहिर निस्केर आऊ। ल 2 सेकेन्ड। अब तपाईँलाई म सोध्न चाहन्छु, बाहिर आयो कि आएन? बाहिर आयो कि आएन? 2 सेकेन्डको प्रार्थनाको त उत्तर आयो। हालेलुया। त्यसो भए के मैले
लामो प्रार्थना नगर्नु भनेको गर्नुहोस्। लामो प्रार्थनाको बारेमा हामी अर्को हप्ता हेर्नेछौँ, जुन छोटो प्रार्थना भन्दा पनि असल हुनेछ। तर आज हामीले छोटो प्रार्थनाको बारेमा हेर्दैछौँ। लाजरस बाहिर निस्केर आऊ। छोटो प्रार्थना, त्यो मृत मानिस, त्यसको हात खुट्टा पट्टीले बाँधिएकै र अनुहार लुगाले बेरिएकैमा बाहिर निस्केर आयो। बिचरा खोल्नु पनि भ्याएन। कसले बुझ्नु भएको त्यसो गर्नुहोस्। जिउँदो भइसकेको थियो नि त, खोल्नु त सक्थ्यो नि त। जिउँदो भएको मान्छेलाई थाहा हुँदैन त मैले सुरुमा आँखा खोल्नुपर्छ भनेर? थाहा हुन्छ कि हुँदैन? दिमाग खुलेपछि त आँखा खोल्नु त पर्छ त। सुरुमा आँखा खोल्ने, अनि हात खोल्ने, अनि खुट्टा खोल्ने। तर उसलाई यति साह्रो हतार भयो नि, आइहाल्यो, किनकि यीशुले बाहिर आऊ भनेछ। हालेलुया, हालेलुया, हालेलुया। मैले यही भन्नु खोजेको, छोटो प्रार्थनाले पनि काम गर्छ। छोटो प्रार्थनाले पनि काम गर्छ। आमेन, आमेन, आमेन। हामी अर्को वचन हेर्नेछौँ। तब हिजकिया राजाले आफ्नो मुख भित्तातिर फर्काएर परम प्रभुसित यसरी प्रार्थना गर्दै भने, हे परम प्रभु, तपाईँको सामुन्नेमा कस्तो विश्वासयोग्य भएर सारा हृदयको भक्ति साथ हिँडेको छु र तपाईँको दृष्टिमा जे असल छ त्यही गरेको छु। हालेलुया। यो वचन चाहिँ यहाँ राख्नुहोस् है मण्डली परिवार। तपाईँको दृष्टिमा जे असल छ त्यही गरेको छु। तपाईँको दृष्टिमा जे असल छ त्यही गरेको छु। धेरैपल्ट हामी नि परमेश्वरको दृष्टिमा जे असल छ त्यो गर्दैनौँ, तर मान्छेलाई खुसी पार्न खोज्छौँ। तपाईँलाई मैले धेरैपल्ट सुधारको कठोर वचन बोल्छु नि, अपरिपक्व मान्छेलाई मन पर्दैन। तर मैले वास्तवमा तपाईँसँग मेरो पर्सनली दुश्मनी भएर भनेको होइन। तपाईँलाई मैले घृणा गरेर भनेको होइन। तपाईँलाई मैले व्यक्तिगत रूपमा मन नपरेर भनेको होइन। तर म त नि परमेश्वरको दृष्टिमा नि असल काम गर्दैछु, किनकि म चाहन्छु कि मेरो मण्डलीमा आएको विश्वासहरू नि प्रभुमा बलियो हुनुपर्छ। हालेलुया। बुझ्ने भाषामा, हे परम प्रभु, तपाईँको सामुन्नेमा कस्तो विश्वासयोग्य भएर, भन्नुहोस् त, विश्वासयोग्य भएर, विश्वासयोग्य भएर, फेरि विश्वासयोग्य भएर। जब हामी परमेश्वरको सामने विश्वासयोग्य हुन्छौँ नि र सारा हृदयले भक्ति साथ हिँड्छौँ नि र उहाँको दृष्टिमा जे असल छ गर्छौँ नि, त्यो चाहिँ असल विश्वासी जिन्दगी हो। हालेलुया। यो बत्ती छ नि, यो त्यो बत्ती तपाईँले माथिको सेतो बत्ती हेर्नुहोस् त। तपाईँलाई यो बत्ती कोठामा मनपर्छ कि झिपिक 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 मनपर्छ? नडाटेर भन्नुहोस्। यता हेर्नुहोस् है, झिपिक झिपिक पनि मनपर्छ, तर फेस्टिभलमा मनपर्छ, चाडपर्वमा मनपर्छ, उत्सवमा मनपर्छ, केही समयलाई मनपर्छ। तर सुत्नुको लागि, बस्नुको लागि, जिन्दगी भरको लागि चाहिँ नि झिपिक झिपिक होइन, बलिराख्ने। हामी एकछिनको लागि झिपिक झिपिक हुने कि बलिराख्ने विश्वासी हुने, तपाईँकै हातमा छ। हालेलुया, हालेलुया। अर्को देखाउनुहोस् त पद। तब परम प्रभुको वचन यशाया कहाँ यसो भनेर आयो, गएर हिजकियालाई भन्दे, तेरो पिता दाउदका परम प्रभु परमेश्वर यस्तो भन्नुहुन्छ, मैले तेरो प्रार्थना सुने। हो, हालेलुया। मैले तेरो प्रार्थना सुने र मैले तेरो आँसु देखे। म तेरो आयु अझै 15 वर्ष बढाइदिनेछु। यो वचन सुन्दा सुन्दै यही वचन म तपाईँको जीवनमा घोषणा गर्न चाहन्छु। परमेश्वरले तपाईँको आयु बढाइदिनु भएको होस्, तपाईँको आयु बढाइदिनु भएको होस्। तपाईँको घरमा कोही बिमारी हुनुहुन्छ होला, कोही वृद्ध हुनुहुन्छ होला, तपाईँको विश्वासले तपाईँको घरमा बस्दै गरेको तपाईँको बाजे बोजूको पनि आयु बढाइदिनु भएको होस्। परमेश्वरले तपाईँको आयु बढाइदिनु भएको होस्। हालेलुया। ल, मेरो प्रश्न छ, यहाँ हिजकियाले प्रार्थना छोटो गर्यो कि लामो गर्यो? छोटो गर्यो। त्यसो भए कि बाइबलमा लामो प्रार्थना गर्ने मान्छेहरू छैनन्? छन् नि। मोसाले बाप रे बाप यस्तो प्रेजेन्समा बस्यो नि, महिमा बोकेर आएको छ। एलिया त्यस्तै छ, एलिसा त्यस्तै छ, यीशु ख्रीष्ट त्यस्तै छ, पाउल त्यस्तै छ। बाइबलमा
लामो लामो रातभरि प्रार्थना गर्ने, फास्टिङ सहित गर्नेहरू पनि छन्। र आजको बच्चाले मैले तपाईँलाई फास्टिङ नबस्नु, लामो प्रार्थना नगर्नु भनेको होइन। फेरि पनि मैले यही कुरा दोहोऱ्याएकै छु, किनकि धेरैपल्ट बुझाउनै गाह्रो हुन्छ। मैले यो चाहिँ भन्दैछु, धेरैपल्ट नि अवस्था र सिचुएसन नि यस्तो हुन्छ नि, त्यो बेला पनि छोटो प्रार्थना गर्नु पनि सकिन्छ। र परमेश्वरले नि स्वर्गमा घडी हेरेर बसेको छैन, अन्ली 1 सेकेन्ड। तर परमेश्वरले एउटै कुरा हेर्नुहुन्छ, विश्वास, विश्वास, विश्वास। हालेलुया। त्यसो भए पास्टर होइन म त लामै प्रार्थना गर्छु, गर्नुहोस्, विश्वासले गर्नुहोस्। होइन पास्टर म त छोटो गर्छु, गर्नुहोस्, विश्वासले गर्नुहोस्। जे गर्नुहुन्छ बाई फेथ गर्नुहोस्, विश्वासले गर्नुहोस्। धेरै जग्गामा जानुपर्छ अनि सेवकाईमा बोलेर त्यसै हत्तु भइरहेको हुन्छ, अनि वचन बोलेर हत्तु, फेरि प्रार्थना गरेर फेरि थाकेर कस्तो एकदम बडी टायर्ड भएको हुन्छ। अनि कतिवटा ठाउँहरूमा खाना खानु लाग्दाखेरि बाफ्रे बा खानाको प्रार्थना यति लामो गरिदिन्छ नि, इरिटेटै हुन्छ। अब भोक लागिसक्यो मान्छेलाई खाना खानिदिनु नि हो, खाना अगाडि ल्याएको छ, प्रभु धन्यवाद भन्नु तिमी त खाएर खान्छु नि, होइन म चाहिँ प्रार्थना गर्दिनँ त। मेरो त सिम्पल छ खानको लागि त प्रतिमा, बेसी त्यो ड्रामा नगर, सिधै प्रभु धन्यवाद तपाईँको वचनले, तपाईँको नामले शुद्ध भएको छ। त्यही भन्छ पावलले बाइबलमा, तिमीहरूको अगाडि के राखिदिएको छ, धेरै खोजिदिँदै नगर, धन्यवाद दिएर खाइदेऊ भनेको छ। हालेलुया, हालेलुया। तपाईँलाई मैले पहिला नै भनेको जोक्स फेरि बताउनु चाहन्छु। एकजना विश्वासी एकदमै धेरै ज्वरो आएर पास्टर बाबुलाई फोन गरेर बोलाउनु भएछ। बिचरा पास्टर अब हत्तु भएर गयो, बिचरा पास्टर जानै पर्यो, गयो। तर पास्टर चलेको त्यो ड्रामेटिक रहेछ, अलिकति त्यो बेसी त्यो ड्रामा देखाइहाल्ने क्या। घरमा चाहिँ प्रार्थना नगर्ने, अलिकति मान्छे थुप्रै भने चाहिँ दिइहाल्ने टाइपको हुन्छ नि, गयो के त्यस्तो रहेछ। अनि गएर प्रार्थना गर्दा 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 इजरायलमा शान्ति होस्, अमेरिकामा यताउता, क्यानाडा, युके, संसारैभरि घुमेछ बिचरा। घुम्दा घुम्दा त अब त्यो लामो प्रार्थना भइसक्यो, उता अब बिमार झन्डै सेल्टिपुर खाला जस्तो भइसक्यो। पास्टर बाबुले बिर्स्यो अब त्यो प्रार्थना के लागि गर्नु आएको। अन्तिममा कसो कसो गर्दाखेरि हात ठ्याक्कै छुएछ टाउकोमा, झन् तातो भएछ बिमारी। पास्टर बाबुले प्रार्थना बिर्सिहाल्यो। अन्तिममा प्रभु यो पाकिरहेको तातो भातमा आशिष दिनुहोस् यीशुको नाममा, आमेन भन्नेछ। हालेलुया। अब हो यस्तो चाहिँ नगर्नु भनेको। हालेलुया। त्यही ड्रामा क्विन नहुनुहोस्, क्या ड्रामेटिक नहुनुहोस्, न विश्वास योग्य प्रार्थना गर्नुहोस् त। हालेलुया, हालेलुया, हालेलुया। त्यसो भए के पास्टर म तपाईँ चाहिँ प्रार्थना गर्नुहुन्न, आउनुहोस् न घरमा एकपल्ट। है निमा निरुलाई थाहा छ कि छैन? निरुल पनि थियो, होइन थियो त, मेरो वाइफ पनि थियो। एकपल्ट मेरो जवानहरूले खोइ के सोच्यो, अब म जान्दिनँ, होल नाइट प्रार्थना गर्नुपर्छ, यसरी हुँदैन भन्नु थाल्यो। मैले केही भन्दिनँ, गर्ने त गर्ने, सबलाई बोलाएँ एउटा ठाउँमा। राति 10 बजेबाट सुरु भएको, होल नाइट प्रार्थना गर्ने केटाहरू त 12 बजेदेखि त हाई आँसु हुन्छन्। कोही मुख धोएर आउँदाखेरि पनि सकेन, माया लागेर जाउँ सुता भन्थे। अन्तिममा त हामी भयो, निमा, निरु, म, मेरो वाइफको प्रार्थना गरेर बसिरहेको। हालेलुया। एउटा कुरा बुझ्नुहोस् न, हो जसले तपाईँलाई गाडी कुदाउनु सिकाउँछ नि, उसलाई तपाईँलाई भन्दा बेसी कुदाउनु आउँछ क्या? कस्तो तपाईँ? जसले आइफोन बनाएर बेच्छ नि, उसलाई तपाईँलाई भन्दा बेसी आइफोनको त्यो विभिन्न सिस्टमहरू थाहा हुन्छ क्या। हालेलुया। म प्रार्थना नगर्ने व्यक्ति होइन, प्रार्थना नगरिकन मान्छे बाँच्छ भन्नुहोस् त। हालेलुया। मेरो श्रीमती इभन म भन्दा अगाडि बिहान उठेर एभ्री मर्निङ प्रार्थना गरिरहेको हुन्छ। हामी प्रार्थना गर्छौँ, तर मैले के भन्दैछु, कतिवटा सिचुएसन अप्ठ्यारो हुन्छ, कतिवटा अवस्था त्यस्तो हुन्छ। हालेलुया। परमेश्वर स्वर्गमा घडी लगाएर कसले कति लामो प्रार्थना गर्यो भनेर बस्नु भएको छैन, याद गर्नुहोस् है। तर परमेश्वर नि कसले विश्वासले गर्यो कि गरेन भनेर चाहिँ ध्यान दिनुहुन्छ। किनकि बाइबलले भन्छ, हिब्रू 11:6 हामी हेर्नेछौँ। हिब्रू 11:6, विश्वास बिना परमेश्वरलाई खुसी पार्नु असम्भव छ। साथीलाई भन्नुहोस् त, असम्भव छ। फेरि असम्भव छ। अब म भन्छु, विश्वास बिना परमेश्वरलाई खुसी पार्नु असम्भव छ अरे क्या।
बाख्रालाई मासु खुवाउनु असम्भव छ। माछालाई नि माया गरेर पानीबाट बाहिर निकालेर भात दिएर बचाउनु असम्भव छ। बाइकमा पानी हालेर कुदाउनु असम्भव छ। त्यसरी परमेश्वरलाई नि विश्वास बिना प्रसन्न पार्नु असम्भव छ। हालेलुया। तर जो परमेश्वरको नजिक आउँछ त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले इनाम दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ। भन्नुहोस् त पक्का पक्का। ल म बोनी तामाङ हो कि न? पक्का हो कि न? कसैलाई डाउट छ? मलाई पनि डाउट छैन। म बोनी तामाङ नै हो। पक्का। यो पानीको बोतल हो कि यो पेट्रोलको बोतल हो? पक्का होइन भनेको के हो त? ग्यारेन्टी हो क्या, ग्यारेन्टी। हालेलुया। जसरी म ग्यारेन्टी बोनी तामाङ हो, जसरी ग्यारेन्टी पानीको बोतल हो, त्यसरी नै तपाईँले जब परमेश्वरलाई विश्वास गर्नुहुन्छ नि तपाईँलाई पनि पक्का थाहा होस् क्या त्यो विश्वासको उत्तर तपाईँले दिनुहुनेछ। परमेश्वरले तपाईँलाई दिनुहुनेछ। आमिन भन्नुहोस् न। अझ जोडले आमिन भन्नुहोस् न। साथीलाई यसरी हेरेर भन्नुहोस् त, तपाईँ निराश नहुनुहोस् है। परमेश्वरले तपाईँको इनाम विश्वास गर्नुभयो भने पक्का दिनुहुनेछ। अब एउटा म तपाईँलाई सकट बताउन चाहन्छु, छक्कै पार्ने। बाइबलमा नि लामो प्रार्थना गर्दा मात्रै उत्तर आउँछ भनेर कहीँ लेखेको छैन। देयर इज नो वान भर्स इन द होल बाइबल, कहीँ लेखेको छैन। स्ट्रेटली बाइबलमा लामो प्रार्थना गर अनि उत्तर आउँछ, कहीँ लेखेको छैन। इभन बाइबलमा छोटो प्रार्थना गर अनि आउँछ उत्तर, त्यो पनि लेखेको छैन। त्यसै बाइबलमा के लेखेको छ? धर्मी जनको प्रार्थना र विश्वास गरेको प्रार्थनाको उत्तर आउनेछ। हालेलुया। आमीन। फेरि पनि I will remind you all once, बाइबलमा लामो प्रार्थनाको मात्रै उत्तर आउँछ भनेर कहीँ लेखेको छैन र बाइबलमा छोटो प्रार्थनाको मात्रै उत्तर आउँछ कहीँ लेखेको छैन। तर बाइबलमा एउटा मात्रै कुरा लेखेको छ, धर्मी जनको प्रार्थनाको उत्तर आउँछ, विश्वासले गरेको प्रार्थनाको उत्तर आउँछ र अधिकारले गरेको प्रार्थनाको उत्तर आउँछ। आमेन 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 आमेन। भन्नुहोस् त, म विश्वास गर्छु, म विश्वास गर्छु, म विश्वास गर्छु। हामी अर्को पद हेर्छौँ ल। येशूले चेलाहरूलाई भन्नुभयो, मैले शैतानलाई स्वर्गबाट बिजुली झैं खसिरहेको देखे। हालेलुया। लुसिफरलाई, मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चिने र शत्रुको सबै शक्तिमाथि अधिकार दिएको छु। हालेलुया। यीशु ख्रीष्टले हामीलाई नि शैतानको सबै शक्तिमाथि नि अधिकार दिनुभएको छ। सबै शक्तिमाथि, कुनै माथि होइन, सबै शक्तिमाथि। मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुको सबै शक्तिमाथि अधिकार दिएको छु। लु भन्नुहोस् त, रोग शत्रुबाट हो कि प्रभुबाट हो? अभाव शत्रुबाट हो कि प्रभुबाट हो? दुर्घटना शत्रुबाट हो कि प्रभुबाट हो? अल्पायु शत्रुबाट हो कि प्रभुबाट हो? झै झगडा शत्रुबाट हो कि प्रभुबाट हो? तपाईको कम्मरको दुखाइ शत्रुबाट हो कि प्रभुबाट हो? तर हुन त अझै पनि कतिवटा मण्डलीमा रोग लाग्यो भने त परमेश्वरले दिनुभएको, परमेश्वरले सिकाउनु भएको भन्दै बसिरहेको हुन्छ। अब त्यो मान्छेले सिकेको 15 वर्ष भइसक्यो, अब कहिले सिक्ने? अब सिक्ने चाहिँ कहिले? परमेश्वरले रोगतिर सिकाउनु हुँदैन, परमेश्वरले सिकाउनु हुँदैन, वचनले सिकाउने हो। यहाँ त्यही भन्छ, शत्रुको सबै शक्तिमाथि अधिकार दिएको छु। त्यसो भने यदि रोग शत्रुबाट हो भने नि अधिकार दिएको छ। अभावमाथि अधिकार, अशान्तिमाथि अधिकार, अभावमाथि अधिकार, अल्प आयुमाथि अधिकार, दुर्घटनामाथि अधिकार। हालेलुया हालेलुया। त्यसैले कसरी प्रार्थना गरे शरीरमा कुनै रोग बिमार लाग्यो भने यीशु ख्रीष्ट प्रभुको नाममा आफ्नो अधिकारलाई थाहा पाउने। हालेलुया।
त्यही आज विश्वासीलाई पनि नि अधिकार थाहा हुनुपर्छ। आज 2 घण्टा रुँदै प्रार्थना गरेर के गर्ने अधिकार थाहा छैन भने, आज 40 दिन प्रार्थना गरेर के गर्ने विश्वासमा छैन भने, विश्वासमा गर्नुहोस्, अधिकारमा गर्नुहोस्। नासरतका यीशु ख्रीष्टको नाममा लाजरस बाहिर आऊ भने यीशुले जब त्यो भन्नु छ नि, अब यीशुले यीशुको नाममा त भन्नु भएन होला, तर हामीले चाहिँ यसो भने यीशुको नाममा मेरो चङ्गाई बाहिर आइज। यीशु ख्रीष्टको नाममा दुखाइ जरेबाट हटिज। हाम्रो सोने छोरी यही हुनुहुन्छ। मलाई सोने छोरीले धेरै महिना अगाडि भन्नुभएको, अचानक आँखामा उहाँको समस्या आयो अरे, हेर्नु पनि गाह्रो भएको थियो अरे, रिपोर्ट त्यस्तै आएको थियो अरे होइन। अन्तिममा उहाँले मलाई भन्नु, मलाई अधिकार थाहा थियो, मैले विश्वास गरेर सिधै आँखालाई भने अरे यीशुको नाममा त ठिक हुनेछस्, त निको हुनेछस्, त बिग्रने छैनस्। ठिक भयो त। विश्वास गर्नको लागि सबै कुरा सम्भव छ। हालेलुया। मण्डलीले एउटा मात्रै वचन पढ्यो, परमेश्वरको लागि सबै कुरा सम्भव छ। अर्को चाहिँ कहिले पढ्ने? विश्वास गर्नेको लागि पनि सबै कुरा सम्भव छ। अब यो दुईटा पदलाई जोडौँ न त। परमेश्वरको लागि सबै कुरा सम्भव छ, विश्वास गर्नेको लागि सबै कुरा सम्भव छ। त्यसो भने यो भनेको यदि कसैले विश्वास गरेर परमेश्वरको सामु जान्छ भने परमेश्वरको शक्तिमा ऊ एक हुन्छ। हालेलुया, हालेलुया। विश्वास गर्नेको लागि सबै कुरा सम्भव छ। हालेलुया। अब अझै म तपाईलाई उथुल पुथुल पार्न चाहन्छु। अन्तिम एउटा, त्यो 12 वर्ष रगत बग्ने स्त्रीले नि खास गरी प्रार्थना गरेको थिएन। तपाईँ बाइबल पढ्नुहोस्, कहाँ उनले प्रार्थना गरेको थियो? इमोसनल नहुनुहोस्, बिब्लिकल हुनुहोस्। 12 वर्ष रगत बग्ने स्त्रीले प्रार्थना गरेको थिएन। उसले त जस्ट नि विश्वासको काम मात्रै गरेको। त्यहाँ उसले प्रार्थना गरे, जस्ट शी टच हिज गार्मेन्ट, यीशु ख्रीष्टको वस्त्र छुयो, उतरायो गएन। अब एउटा कुरा भनौँ, यो त नि माथिको लेभलको, अब यो त बुझ्न गाह्रो हुन्छ। हेर्नुहोस् है, प्रार्थना बिनाको विश्वासले बरु काम गर्छ कि विश्वास बिनाको प्रार्थनाले काम गर्दैन? कोले बुझ्नु आमेन भन्नु, यसो गर्नुहोस्। कोले फर्स्ट टाइम सुन्नुभयो? बरु प्रार्थना बिनाको विश्वासले काम गर्छ, विश्वास बिनाको प्रार्थनाले मरिगयो काम गर्दैन, कामै गर्दैन, कामै गर्दैन। हालेलुया। विश्वास ठुलो कुरा हो। यदि विश्वास ठुलो कुरा होइन भने त्यो मरेको लाजरसले प्रार्थना कसरी गर्यो त? ऊ त मरेछ त। यीशुको विश्वासले भरेको प्रार्थना उसलाई जिउँदो हुन बाध्य गरायो। हालेलुया। त्यो मरेको लाजरसले प्रार्थना गर्नु सक्दैन, फास्टिङ बस्नु सक्दैन, ऊ मरेको छ। तर यीशु ख्रीष्टको विश्वास सहितको प्रार्थनाले नि मरेको व्यक्तिलाई नि जिउँदो हुन बाध्य गरायो। आज तपाईको विश्वासको प्रार्थनाले नि तपाईको बिग्रेको छोरा नि सुध्रिन बाध्य गराउँछ। हालेलुया। तपाईको परिवार नि चर्चमा आउनु बाध्य गराउँछ। तपाईको आर्थिक नि बलियो हुनु बाध्य गराउँछ। तपाईको विश्वासको प्रार्थनाले, विश्वासको प्रार्थनाले, विश्वासको प्रार्थनाले, विश्वासको प्रार्थनाले। ओ जिजस, हालेलुया। त्यसपछि प्रार्थना नगर्ने, आज हामीले वचनको सेवकाई सुरुमै प्रार्थना गरेर सुरु गरेका छौँ। प्रार्थना गर्ने तर विश्वासले गर्ने। अब एउटा वचन चाहिँ मैले यहाँ ल्याएको छुइनँ, मलाई स्पिरिटमा आएको छ। याकुबले यसरी लेखेको छ, धर्मी जनको प्रार्थना प्रभावकारी र शक्तिशाली हुन्छ। धर्मीको यीशु ख्रीष्टको रगतले धोएको धर्मी हो। हालेलुया। तर अझै पनि विभिन्न मण्डलीमा नि डेभिलले एउटा ट्र्याप हालेको छ। उद्धार पाएका पापी भनिदिन्छ विश्वासीहरूलाई, अनि पापी भनेर विश्वास गर्छ, अनि धर्मी भन्न सिकायो भने कसरी धर्मी? बाइबलको बेसिक कुरा पनि थाहा छैन। धर्मी भएको कर्मले होइन हामीहरू, धर्मी भएको अनुग्रहले हो, धर्मी भएको वरदानले हो। तपाईँ राम्रो काम गरेर केटा भएको होइन, तपाईँ केटाबाट जन्मेको हो।
तपाईँ राम्रो काम गरेर केटी भएको होइन, तपाईँ केटी भएर जन्मेको हो। केटी भएर जन्मेको कारणले तपाईँ केटी जस्तै भएको हो। त्यसो भए हामी पनि नि धर्मी भएर आत्मामा जन्मेको कारणले नि धर्मी जस्तै हुने हो। समय लाग्छ, एकैचोटि हुँदैन। जादु होइन, यीशुले जादु गरेको होइन, यीशु ख्रीष्ट जादुगर होइन, यीशुले म्याजिक गरेको होइन, यीशुले मिराकल गरेको। हालेलुया। यीशु ख्रीष्टको रगतले धोएको व्यक्ति हामी धर्मी हौ, पवित्र हौ, योग्य हौ। हामी पापी होइनौ, 1% पनि पापी होइनौ। हालेलुया। यदि आज पनि कुनै विश्वासीले आफूले आफूलाई पापी भन्दैछ भने नि उसले नि यीशुको रगतको अपमान गरेको, उसले यीशुलाई यो भनेको तपाईको रगत चाहिँ मेरो पाप धुनलाई चाहिँ पर्याप्त छैन भनेको। तर बाइबलले भन्छ वन्स फर अल। तर ख्रीष्ट एकैपल्ट सदाको निम्ति बलिदान हुनुभएको छ। हालेलुया। वन्स फर अल, वन्स फर अल, वन्स फर अल, एकैपल्ट सदाको लागि। एउटा बाइबलको बेसिक कुरा हो यो। एक्सचेन्ज हो। धार्मिकता कमाई होइन हो, वरदान हो क्या, एक्सचेन्ज हो। हालेलुया, हालेलुया। भन्नुहोस् त म धर्मी हो, म पवित्र हो, म योग्य हो। मैले गर्दा होइन, यीशुले गर्दा। जसले आफूले आफूलाई धर्मी भनिराख्छ नि, विश्वास झन् आउँछ, झन् त्यस्तो क्यारेक्टर आउनु सुरु गर्छ, अब राम्रो हुन सुरु गर्छ। हालेलुया। तर आज मण्डलीमा पापी 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 पापी, उठ्यो पापी, सुत्यो पापी, सुत्नुभन्दा अगाडि पापी, उठ्नुभन्दा अगाडि पापी, भात खाए पापी, मासु खाए पापी, लुगा लाए पापी, टिभी हेरे पापी, चस्मा लाए पापी, कपालमा कलर लाए पापी, केटा मान्छे कपाल पाले पापी, पापी 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 पापी। पापीले पापी के गर्छ त? कति धेरै पापी भनेको आफूले आफूलाई पापीको पापी पापी। एउटा गीत छ नि, पापी 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 भन्ने। धर्मी भनौँ न। हालेलुया। अनि यीशुको रगतले धोएको मान्छे कसरी पापी? हालेलुया। अनि यीशुको रगतले धोएको मान्छे कसरी चाहिँ पापी हुन्छ हौ? अनि केटा भएर जन्मिसकेपछि केटै होला नि त। हालेलुया। अनि बाइबलले के भन्छ? अब तिमीहरू धोइयो, पवित्र पारियो, यीशु ख्रीष्टको नाउँमा परमेश्वरको आत्माद्वारा निर्दोष ठहराइयो। आइ भन्नुहोस् त, धोइयो, धोइयो, वास्ट, सक्यो, खतम। धुँदैछौ होइन, धोइयो। पवित्र पारियो, पार्नेवाला होइन, पारियो, पारिसक्यो। परमेश्वरको आत्माद्वारा निर्दोष घोषणा गरियो, निर्दोष। अब धर्मी। हालेलुया, हालेलुया। अब म धर्मी हो नि। अब मैले आफूले आफूलाई धर्मी भनेर विश्वास गरेँ भने नि अब प्रार्थना शक्तिशाली हुन्छ, प्रभावकारी हुन्छ। हालेलुया, हालेलुया। लु एउटा कुरा, लु, पापी माथि पापले राज्य गर्छ गर्दैन? भन्नुहोस् त। पापी माथि पापले राज्य गर्छ गर्दैन? गर्छ नि। हो, त्यही भएर त्यो 100 पल्ट पश्चाताप गर्दाखेरि पनि मान्छेहरू नसुध्रेको त्यही कारणले हो। 100 पल्ट पश्चाताप गर्दाखेरि किन मान्छे नसुध्रेको? पापी भनेर। बाइबलले भन्छ जीवनमा जीवन र मृत्युको शक्ति छ, जे बोल्छौ त्यही खान्छौ। अब बिहानै पापी, दिउँसै पापी, बेलुकै पापी, भात खाए पापी, भुटेको भात पकाए पापी, अलिकति बुढीसँग बाज्यो पापी, पापी पापी। कति पाप, किन पाप, कति साह्रो पापी भएको। अब हामी त उड्दा पनि धर्मी, सुत्दा पनि धर्मी, बोल्दा पनि धर्मी।